नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई हाम्रो च्यानलमा। यदि तपाईँहरूले आफ्नो मेरो सेयरको ब्याङ्क एकाउन्ट परिवर्तन गर्न चाहनुहुन्छ भने आजको भिडियो तपाईँहरूको लागि महत्त्वपूर्ण हुनेछ। आजको भिडियोमा म तपाईँहरूलाई हामीले मेरो सेयरको ब्याङ्क एकाउन्ट कसरी परिवर्तन गर्ने भन्ने विषयमा स्टेप बाई स्टेप भिडियो बनाउन गइरहेछु। यसैले भिडियो अन्तिमसम्म हेरिदिनु होला। सबैभन्दा पहिला हामीले मेरो सेयर एप्लिकेसन खोल्नुहोस्। मेरो सेयर एप्लिकेसन खोलिसकेपछि तपाईँको युजर नेम र पासवर्ड हालेर लगइन गर्नुहोस्। मेरो चाहिँ पहिलेदेखि नै लगइन छ भने अनि त्यसपछि मोर भन्ने अप्सनमा क्लिक गर्नुहोस्। मोर भन्ने अप्सनमा क्लिक गरिसकेपछि माई ब्याङ्क रिक्वेस्ट भन्ने छ, माई ब्याङ्क रिक्वेस्ट भनेर क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तल स्क्रोल गर्नुहोस्। स्क्रोल गरिसकेपछि यहाँ ब्याङ्क नेम भनेर आउँछ। ब्याङ्क नेममा हामीले कुन ब्याङ्कको तपाईँको त्यो ब्याङ्क नेम दिनु। जस्तो मेरो एनआइसी एसिया छ भने मैले एनआइसी एसिया दिन्छु। एनआइसी एसिया दिएर अनि तपाईँको ब्रान्च नेम कुन ब्रान्चको तपाईँको ब्याङ्कको, जस्तो मेरो चाहिँ काठमाडौँ ब्रान्चको हो, मैले काठमाडौँ दिने बित्तिकै मेरो आउँछ काठमाडौँ मैले सिलेक्ट गरेँ। अनि तपाईँको एकाउन्ट नम्बर दिनुहोस्। एकाउन्ट नम्बर दिइसकेपछि तपाईँको यहाँ रिक्वेस्ट भन्ने अप्सनमा क्लिक गर्नु भने तपाईँको ब्याङ्क चेन्ज हुन्छ है। यस्तै युजफुल भिडियो हेर्नको लागि हाम्रो च्यानललाई फलो गर्न नबिर्सिनु होला र लाइक र सेयर गर्न नबिर्सिनु होला। धन्यवाद।